योगिनी एकादशी एउटा भुल, एउटा सराप र जीवन बदल्ने व्रतको कथा। हरिओम नमो नारायण। तपाईँले जीवनमा कहिले यस्तो गल्ती गर्नुभएको छ जसलाई सम्झँदा आज पनि मन भारी हुन्छ? कहिले यस्तो भएको छ कसैको मोहमा परेर आफ्नो कर्तव्य बिर्सिनु, कसैको मन दुखाउनु, कुनै जिम्मेवारी पुरा गर्न नसक्नु र पछि एकान्तमा बसेर मनमा नै भन्नु, हे भगवान, त्यो गल्ती मैले नगरेको भए हुन्थ्यो नि। यदि तपाईँको जीवनमा पनि कुनै यस्तो पश्चाताप छ भने आजको यो कथा अन्तिमसम्म अवश्य सुन्नुहोला, किनकि आज हामी कुरा गर्दैछौँ एउटा यस्तो एकादशीको जसको मूल सन्देश नै छ मानिसबाट भुल हुन सक्छ, मानिस पतनमा पुग्न सक्छ, मानिसले आफ्नो कर्मको कठोर फल पाउन सक्छ, तर सच्चा पश्चाताप, संयम, भगवानको शरणले जीवन फेरि बदलिन सक्छ। योगिनी एकादशी अषाढ महिनाको कृष्ण पक्षमा पर्ने योगिनी एकादशी भगवान श्रीहरि विष्णुको उपासनासँग जोडिएको अत्यन्त महत्त्वपूर्ण व्रत हो। तर आज म तपाईँलाई केवल यो खानुहोस्, त्यो खानुहोस्, व्रत बस्नुहोस्, पूजा गर्नुहोस्, यो गर्नुहोस्, त्यो नगर्नुहोस्, यस्तो कुरा भन्न गइरहेकी छैन। आज हामी बुझ्नेछौँ योगिनी एकादशी आखिर किन गरिन्छ, यसको वास्तविक महिमा के हो, यो व्रत गर्दा धार्मिक मान्यता अनुसार कस्तो फल पाइन्छ, यसको पछाडि रहेको हेममालीको अत्यन्त मार्मिक कथा के हो, यो दिन के गर्नुपर्छ, के गर्नु हुँदैन र सबैभन्दा महत्त्वपूर्ण कुरा योगिनी एकादशीले हाम्रो आजको जीवनलाई के सिकाउँछ। एकछिन शान्त भएर सोच्नुहोस् त। हामी मध्ये धेरै मानिस भगवानसित एउटा प्रश्न गर्छन्, मैले के गल्ती गरेँ र जीवनमा यो दुःख आयो। तर कहिलेकाहीँ जीवनले हामीलाई अर्को प्रश्न पनि सोधिरहेको हुन्छ, तिमीले आफ्नो कर्तव्य कहाँ बिर्स्यौ, तिमी कहाँ मोहमा फस्यौ, तिमीले कसको मन दुखायौ, तिमीलाई दिएको जिम्मेवारी कहाँ अधुरो छोड्यौ। योगिनी एकादशीको कथा यही प्रश्नबाट सुरु हुन्छ। धार्मिक व्रत कथाको परम्परा अनुसार प्राचीन समयमा अलकापुरी नामको अत्यन्त सुन्दर र वैभवशाली नगरी थियो। त्यहाँ धनका देवता कुबेरको राज्य थियो। कुबेरसँग धन थियो, वैभव थियो, समृद्धि थियो, तर त्योभन्दा पनि ठुलो कुरा उनी भगवानको पूजाराधनामा धेरै मन लगाउँथे। उनको सेवामा अनेकौं कुराहरू समर्पित गर्थे। तीमध्ये एक थिए हेममाली। हेममाली साधारण सेवक थिएनन्, उनलाई एउटा विशेष जिम्मेवारी दिएको थियो। प्रत्येक दिन पूजा गर्न आवश्यक पर्ने ताजा सुन्दर सुगन्धित फुल ल्याउने। सोच्नुहोस् त, काम हेर्दा सामान्य लाग्न सक्छ, फुल टिप्ने, फुल ल्याउने, समयमै बुझाउने, तर भगवानको पूजासँग जोडिएको जिम्मेवारी भएकाले त्यो हेममालीको लागि अत्यन्त महत्त्वपूर्ण कर्तव्य थियो। हेममाली विवाहित थिए, उनको पत्नी अत्यन्त सुन्दर थिइन्। हेममाली आफ्नी पत्नीसँग गहिरो रूपमा प्रेम गर्दथे। पत्नीलाई प्रेम गर्नु गल्ती थिएन, आफ्नो परिवारलाई प्रेम गर्नु गल्ती होइन। तर समस्या त्यस बेला सुरु हुन्छ जब प्रेम आसक्तिमा बदलिन्छ, जब मोहले विवेक ढाक्छ र जब मानिसले आफ्नो कर्तव्य बिर्सिन्छन्। एक दिन हेममाली फुल लिएर फर्किरहेका थिए। पूजाको समय भइरहेको थियो, उता फुलको पर्खाइ थियो, तर हेममालीको मन भने जिम्मेवारीबाट हट्यो। उनको मन पत्नीको मोहमा तानियो। उनी घरतर्फ लागे, मन्दिरतर्फ होइन। बिस्तारै समय बित्यो, पूजाको समय बित्दै गयो। उता कुबेर पर्खाइमा थिए, तर फुल आएन। एकछिन सोच्नुहोस्, आज पनि हाम्रो जीवनमा यस्तै हुँदैन र? हामीलाई एउटा जिम्मेवारी दिइन्छ, तर मोबाइलले ध्यान तान्छ, मोहले ध्यान तान्छ, आलस्यले रोक्छ, मनोरञ्जनले रोक्छ, कहिलेकाहीँ सम्बन्धको अत्यधिक आसक्तताले रोक्छ। हामी भन्छौँ एकछिन पछि गर्छु, भोलि गर्छु, अहिले के नै हुन्छ र? तर त्यो सानो लापरवाहीले कहिलेकाहीँ जीवनमा ठुलो परिणाम ल्याउन सक्छ। हेममालीसँग पनि त्यस्तै भयो। कुबेरले सोधे, हेममाली कहाँ छ? पूजाको फुल किन आएन? खोजी भयो, सत्य तथ्य पत्ता लाग्यो।
हेममालीले आफ्नो कर्तव्य बिर्सिएर पत्नीको मोहमा रमाइरहेका थिए। जब यो कुरा कुबेरसम्म पुग्यो उनी अत्यन्त क्रोधित भए। हेममालीलाई बोलाइयो। अब सोच्नुहोस्, एकातिर आफ्नो जिम्मेवारी बिर्सिएको अपराधबोध, अर्कोतिर मालिकको क्रोध। हेममाली कुबेरको अगाडि उपस्थित भए। कुबेरले उनलाई कठोर शब्दमा सम्झाए, तिमीलाई एउटा पवित्र जिम्मेवारी दिएको थियो, तिमीले त्यो जिम्मेवारी सम्हाल्न सकेनौ, तिमी मोहमा पर्यौ, कर्तव्य बिर्स्यौ। प्रचलित व्रतकथा अनुसार क्रोधित कुबेरले हेममालीलाई श्राप दिए। त्यसपछि हेममालीको जीवन अचानक बदल्यो। अचानक ती सुखहरू सबै खुसिए, दुःखमा परिणत भयो। जो परिवारसँग थियो एक्लो भयो, जो सुन्दर अवस्थामा थियो रोग र कष्टले घेरियो, जो वैभवको संसारमा थियो भौतारिन थाल्यो। कथामा उनको शरीर गम्भीर रोगले पीडित भएको वर्णन गरिएको छ। उनी एक्लिए, भोकले सतायो, तिर्खाले सतायो, शरीरले दुःख पायो, मनले दुःख पायो र सबैभन्दा ठुलो दुःख आफ्नै गल्तीको सम्झना। संसारको एउटा गहिरो सत्य के हो भने बाहिरको सजायभन्दा कहिलेकाहीँ मनभित्रको पश्चाताप ठुलो हुन्छ। जब मानिसलाई थाहा हुन्छ यो अवस्थासम्म पुर्याउनु मेरो आफ्नै भुल थियो, त्यो पीडा निकै गहिरो हुन्छ। हेममाली भौतारिँदै गए, झन् दिनदिनै दुःख बढ्दै गयो। तर उनको जीवनमा एउटा कुरा अझै बाँकी थियो, आशा। यहाँबाट योगिनी एकादशीको कथा मोडिन्छ। एक दिन भौतारिँदै जाँदा हेममाली एक महान ऋषिको आश्रममा पुगे। प्रचलित कथाअनुसार ती ऋषि थिए मार्कण्डेय ऋषि। ऋषिले हेममालीको अवस्था देखे। उनको शरीर पीडामा थियो, जीवन अस्तव्यस्त थियो। तर ऋषिले केवल बाहिरी रूप हेरेनन्, उनको दुःखको कारण सोधे। तिमी को हौ? तिमी यस्तो अवस्थामा कसरी पुग्यौ? अब यहाँ हेममालीसँग दुईवटा बाटा थिए, एउटा आफ्नो गल्ती लुकाउने र अरूलाई दोष दिने। सबै कुबेरको दोष हो, मेरो भाग्य खराब हो, संसार अन्यायी छ। तर हेममालीले त्यसो गरेनन्। उनले आफ्नो भुल स्वीकार गरे। उनले बताए, मलाई जिम्मेवारी दिएको थियो, मैले कर्तव्य बिर्सिएँ, म मोहमा परेँ, मैले गल्ती गरेँ, मैले त्यसको परिणाम भोगिरहेको छु। त्यसपछि उनले अत्यन्त नर्म स्वरमा, नर्म भावमा सोधे, हे ऋषिवर, के मेरो उद्धारको कुनै बाटो छ? यही प्रश्न सायद योगिनी एकादशीको सम्पूर्ण कथाको सबैभन्दा सुन्दर प्रश्न हो। के मेरो उद्धारको कुनै बाटो छ? किनकि हामी मध्ये धेरै मानिसहरू कुनै न कुनै दिन यही प्रश्नमा पुग्छौँ। मेरो गल्ती ठुलो भयो, अब के? मेरो जीवन बिग्रियो, अब के? सम्बन्ध टुट्यो, अब के? मन अशान्त भयो, अब के? मैले भगवानलाई बिर्सिएँ, अब के? र योगिनी एकादशीको कथा भन्छ, जबसम्म सच्चा पश्चाताप बाँकी छ, जबसम्म सुधार्ने इच्छा बाँकी छ, जबसम्म भगवानलाई पुकार्ने हृदय बाँकी छ, तबसम्म सबै ढोका बन्द भएको हुँदैन। ऋषिले हेममालीलाई मार्ग देखाए। उनले अषाढ कृष्ण पक्षको पवित्र योगिनी एकादशी व्रत पालना गर्ने उपदेश दिए। हेममालीले श्रद्धापूर्वक व्रत गरे। यो केवल एक दिन खाना नखाने काम थिएन। उनले मनलाई झुकाए, आफ्नो भुल सम्झे, पश्चाताप गरे, भगवानको स्मरण गरे, संयम अपनाए, श्रद्धापूर्वक व्रत पालना गरे। र धार्मिक कथा अनुसार भगवानको कृपाले उनी आफ्नो दुःख अवस्थाबाट मुक्ति भए। उनको जीवनमा परिवर्तन आयो, रोगजन्य कष्टहरू हट्यो, श्रापको भारबाट मुक्ति पाए र पुनः सुखद अवस्थामा जीवन बिताउन थाले। अब प्रश्न उठ्छ, के यो केवल पुरानो कथा हो कि आज हाम्रो जीवनको लागि पनि यसभित्र केही छ? मलाई लाग्छ हेममाली हामी प्रत्येकभित्र छन्। कहिलेकाहीँ हामी पनि कर्तव्य बिर्सिन्छौँ, कहिलेकाहीँ मोहमा पर्छौँ, कहिलेकाहीँ अहङ्कारमा गल्ती गर्छौँ, कहिलेकाहीँ परिवारलाई समय दिँदैनौँ, कहिलेकाहीँ परिवारकै मोहमा आफ्नो जिम्मेवारी बिर्सन्छौँ,
कहिलेकाहीँ पैसाको लागि सम्बन्ध बिर्सन्छौँ, कहिलेकाहीँ सम्बन्धको लागि आफ्नो घर परिवार सत्यता बिर्सन्छौँ, कहिलेकाहीँ क्रोधमा बोल्छौँ, पछि पस्ताउँछौँ, कहिलेकाहीँ कसैको विश्वास तोड्छौँ, पछि पस्ताउँछौँ। यसै कारणले योगिनी एकादशी केवल एउटा धार्मिक तिथि मात्रै होइन, यसलाई हामी आत्मसमर्पणको दिन पनि बनाउन सक्छौँ। आज आफूलाई सोध्ने, म कहाँ गल्ती भएँ, मैले कसलाई दुःख दिएँ, कुन जिम्मेवारीबाट म भागिरहेको छु, म कुन मोहमा यति डुबेको छु कि आफ्नो वास्तविक जीवन बिर्सिरहेको छु, मैले भगवानलाई कहिले सम्झेको छु, दुःखमा त सम्झेको छु, के मैले सुखमा सम्झेको छु भन्ने प्रश्न गर्नुहोस्। अब कुरा गरौँ योगिनी एकादशी किन गरिन्छ। धार्मिक मान्यता अनुसार यो व्रत पापजन्य कर्मको प्रायश्चितको लागि, आत्मशुद्धता, भगवान विष्णुको कृपा, आध्यात्मिक उन्नति र दुःखबाट मुक्तिको प्रार्थनासँग जोडिन्छ। तर एउटा कुरा स्पष्ट बुझ्नुहोस्, व्रत भनेको कुनै जादुई कारोबार होइन। आज भोकै बसे, अब मैले गल्ती गरेँ, तर गल्ती गरे पनि मलाई केही हुँदैन, सबै कुरा चाहिँ समाप्त भइसकेको भन्ने होइन नि। व्रतको गहिरो अर्थ हो भक्ति, परिवर्तन। झुटो बोल्ने बानी छ भने सत्यतर्फ फर्किनु, क्रोध धेरै छ भने संयममा रहनु, कसैको मन दुखाएको छ भने सम्भव भएसम्म क्षमा माग्नु, कर्तव्य बिर्सिएको छ भने कर्तव्यमा फर्कनु, भगवानलाई बिर्सिएको छ भने स्मरण गर्नुहोस्। त्यसैले योगिनी एकादशीको पहिलो ठुलो फल हो आत्मशुद्धिको अवसर। दोस्रो, व्यक्तिका भुलपछि पश्चाताप र सुधारको सङ्कल्प। तेस्रो, मन र मस्तिष्कमा संयम। चौथो, भगवान श्रीहरि विष्णुप्रतिको भक्ति। पाँचौँ, आध्यात्मिक बल र शान्तिको कामना। योगिनी एकादशीको पुण्य अत्यन्तै ठुलो बताइएको छ। कतिपय प्रचलित पुस्तकहरूमा श्रद्धापूर्वक योगिनी एकादशीको व्रत पालन गर्दा 88,000 ब्राह्मणहरूलाई भोजन गराएछ र पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ। यसलाई हामीले धार्मिक फल प्राप्तिको रूपमा बुझ्नुपर्छ। अब धेरै प्रश्नहरू हुन्छन्। योगिनी एकादशीको दिन वास्तवमा के गर्ने? सबैभन्दा पहिले व्रतको तयारी एकादशीको दिनबाट होइन, सम्भव भएसम्म अघिल्लो दिनबाट सुरु गर्नुपर्छ। मन र भोजन दुवैलाई सात्विक बनाउनुहोस्। मांसाहारबाट टाढा रहनुहोस्। मदिरा, नसालु पदार्थ टाढा राख्नुहोस्। अनावश्यक विवादमा नपर्नुहोस्। कट्टु वचन नबोल्नुहोस्। राति अत्यधिक तामसिक जीवनशैलीबाट बस्ने उपाय गर्नुहोस्। एकादशीको बिहान चाँडै उठ्ने, स्नान गर्ने, सफा वस्त्र लगाउने, पूजास्थलमा सफा गर्ने, भगवान विष्णु, नारायण, लक्ष्मीनारायणको स्मरण गर्ने, दीप प्रज्वलन गर्ने, त्यसपछि मनबाट सङ्कल्प लिने, हे भगवान श्रीहरि, जानेर वा नजानेर भएका मेरा भुलहरू माफ गर्नुहोस्, मलाई सही बाटो देखाउनुहोस्, मेरो मनमा शुद्धता ल्याउनुहोस्। आजको यो योगिनी एकादशी व्रत श्रद्धा र भक्तिपूर्वक पालना गर्ने सङ्कल्प गर्छु भनेर भगवान समक्ष सङ्कल्प गर्नुहोस्। भगवानलाई आफ्नो परम्परा अनुसार जल, फुल, फल, धूप, दीप, तुलसीको दल, सात्विक भोग अर्पण गर्नुहोस्। भगवान विष्णुको पूजामा तुलसीको विशेष महत्त्व मानिन्छ। योगिनी एकादशीको दिन भगवान विष्णुको नाममा 108 पटक ओम नमो नारायण, ओम नमो नारायण, ओम नमो भगवते वासुदेवाय सम्भव भएसम्म 108 पटक जप गर्नुहोला। तर सङ्ख्या पुरा गर्न हतार नगर्नुहोस्। 108 पटक मुखले जपेर मन बजारमा छ भने त्यसको कुनै अर्थ हुँदैन। बरु 11 पटक भए पनि भावले भन्नुहोस्, हे नारायण, मेरो मन सम्हालिदिनुहोस्, मेरो क्रोध कम गरिदिनुहोस्, मेरो अहङ्कार हटाइदिनुहोस्, मलाई सही बाटो दिनुहोस्। यस दिन विष्णु सहस्त्र नामको पाठ गर्न सकिन्छ। राम नाम जाप गर्नुहोस्, कृष्ण भगवानको स्मरण गर्नुहोस्। योगिनी एकादशीको कथा पढ्न वा सुन्न सकिन्छ र मेरो विचारमा एउटा विशेष अभ्यास गर्नुहोस्। एउटा कागज लिनुहोस्, त्यसमा 3 वटा कुरा लेख्नुहोस्। पहिलो,
मैले सुधार्नुपर्ने एउटा बानी। दोस्रो, मैले पुरा गर्नुपर्ने एउटा कर्तव्य। तेस्रो, मैले मनबाट क्षमा माग्नुपर्ने एउटा घटना। र यो अभ्यास योगिनी एकादशीको भावसँग अत्यन्त सुन्दर रूपमा जोडिन सक्छ। अब उपवास कसरी बस्ने? सबैभन्दा महत्त्वपूर्ण कुरा, कसैले निर्जला व्रत बस्छ, कसैले जल सेवन गर्छ, कसैले फलाहार गर्छ, कसैले दुध र फल खान्छन्, कसैले आफ्नो परम्परा अनुसार एकादशीमा सात्विक भोजन पनि गर्छन्। सबैको शरीर एउटै हुँदैन, त्यसैले आफ्नो शरीर हेरेर व्रत बस्नुहोला। विशेष गरी गर्भवती महिला, स्तनपान गराउने आमा, वृद्ध वृद्धा, बालबालिका, मधुमेह भएका व्यक्तिहरू र नियमित औषधि सेवन गर्ने व्यक्तिहरू वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूले कठोर उपवास गर्नु अगाडि स्वास्थ्य कर्मीको सल्लाह पनि लिनुहोला। भगवान भावको भोको हुनुहुन्छ। शरीरलाई कष्ट दिएर धर्म हुँदैन। अब यो दिन के नगर्ने? यो पनि धेरै महत्त्वपूर्ण कुरा हो है। व्रत बसेर दिनभरि अरूको निन्दा गर्ने, यसको अर्थ छैन। फलाहार गरेर झुटो बोल्ने, यसको पनि अर्थ छैन। अन्न नखाएर क्रोध खाने, यसको पनि अर्थ हुँदैन। मुखले नारायण नारायण भन्ने तर घरमा मानिसलाई अपमान गर्ने, यो व्रतको वास्तविक भाव होइन। त्यसैले योगिनी एकादशीको दिन सकेसम्म झुटो नबोल्ने, गाली नगर्नुहोस्, अरूको निन्दा नगर्नुहोस्, अनावश्यक क्रोध नगर्नुहोस्, कसैलाई अपमान नगर्नुहोस्, छल कपटबाट बस्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले व्रत गरेको अहङ्कार नगर्नुहोस्, किनकि व्रतले अहङ्कार घटाउँछ, बढाउँदैन। योगिनी एकादशीमा दानको पनि ठुलो विशेषता रहेको छ, ठुलो भाव छ। आफ्नो सामर्थ्य अनुसार दान गर्नुहोस्। भोकालाई भोजन, आवश्यक व्यक्तिहरूलाई वस्त्र, फलफुल, पानी, औषधि, सकेसम्म सहयोग गर्ने कोसिस गर्नुहोस्। असहायलाई सहायता, सहयोग गर्न सकिन्छ। तर दान गर्दा एउटा कुरा सम्झनुहोस्, दानको फोटोभन्दा दानको भाव ठुलो हुन्छ। राति सम्भव भएसम्म भगवानको स्मरण गर्नुहोस्, भजन सुन्नुहोस्, नाम जाप गर्नुहोस्, परिवारसँग बसेर कथा सुन्नुहोस्। विशेष गरी आफ्ना बच्चाहरूलाई हिमालीको कथा सुनाउनुहोस्, तर डर देखाएर होइन, यसरी बुझाउनुहोस्। हेर बाबु, जीवनमा जिम्मेवारी महत्त्वपूर्ण हुन सक्छ। मोहमा परेर कर्तव्य बिर्सिनु हुँदैन। गल्ती भयो भने स्वीकार गर्नुपर्छ र सुधार्ने बाटो सधैँ खोज्नुपर्छ। त्यसपछि द्वादशीको दिन आफ्नो परम्परा र स्थानीय पञ्चाङ्ग अनुसार उचित समयमा पारण गरी व्रत समापन गर्नुहोस्। र अब अन्त्यमा म तपाईँलाई फेरि हिमालीको जीवन सम्झाउन चाहन्छु। उनको जीवनमा गल्ती भयो, उनले कर्तव्य बिर्सिए, दुःख आयो, शरीर कष्ट भयो, सम्बन्धबाट टाढा भए, एक्लिए, भौतारिए, तर कथा त्यहाँ समाप्त भएन। किनकि उनले अन्ततः आफ्नो भुल स्वीकार गरे, मार्गदर्शन खोजे, व्रत गरे, भगवानको शरण लिए र उनको जीवनमा परिवर्तन आयो। सायद आज यो भिडियो हेरिरहनुभएका व्यक्तिहरूमा कसै न कसैको जीवनमा पनि ठुलो पीडा छ होला। सायद तपाईँ कसैलाई भन्न सकिरहनु भएको छैन। सायद व्यक्तिको गल्तीले मन पोलिरहेको छ होला। सायद तपाईँ आफूलाई क्षमा गर्न सकिरहनु भएको छैन होला। सायद तपाईँ सोचिरहनु भएको छ होला, अब मेरो जीवन सुध्रिँदैन। तर योगिनी एकादशीको कथाले एउटा आशा दिन्छ। गल्ती तपाईँको जीवनको एउटा अध्याय हुन सक्छ, सम्पूर्ण पुस्तक होइन। तपाईँ लड्नु भएको होला, तर उठ्न सक्नुहुन्छ। तपाईँ भट्किनु भएको हुन सक्छ, तर फर्किन पनि सकिन्छ। तपाईँले भगवानलाई बिर्सिनु भएको हुन सक्छ, तर आज फेरि सम्झिन सक्नुहुन्छ। तपाईँको मन धेरै अशान्त हुन सक्छ, तर आजबाट एउटा नयाँ सङ्कल्प लिन सक्नुहुन्छ। त्यसैले यस योगिनी एकादशीमा भगवानसँग केवल धन नमाग्नुहोस्, केवल सफलता नमाग्नुहोस्, केवल समस्या हटाउने कुरा मात्रै नमाग्नुहोस्। एकपटक यसरी पनि भन्नुहोस्, हे भगवान, मलाई मेरो गल्ती देख्ने दृष्टि दिनुहोस्, गल्ती स्वीकार गर्ने साहस दिनुहोस्, सुधार गर्ने सक्रियता दिनुहोस्।
मोह र अहङ्कारबाट बस्ने विवेक दिनुहोस्। मेरो कर्तव्य नबिर्सिने बुद्धि दिनुहोस्। कसैलाई दुःख दिएको छु भने क्षमा माग्ने नम्रता दिनुहोस् र जे परिस्थिति आए पनि तपाईँको स्मरण गरिरखौँ यस्तो भाव दिनुहोस्। यही नै सायद योगिनी एकादशीको सबैभन्दा ठुलो फल हो। मनको परिवर्तन, आत्माको शुद्धता, कर्तव्यको स्मरण, पश्चातापपछि पूर्ण उठ्ने क्षमता र भगवान श्रीहरिको चरणमा बसोबास। यस पवित्र योगिनी एकादशीले तपाईँको जीवनमा शान्ति ल्याओस्। तपाईँले जानेर वा नजानेर गरेका भुललाई सुधार्ने क्षमता मिलोस्। तपाईँको मनबाट क्रोध, ईर्ष्या, अहङ्कार, नकारात्मकता हटोस्। तपाईँको घरमा परमेश्वरको वास होस्, परिवारमा सद्भाव रहोस्, मनमा भगवानको स्मरण रहोस् र हिमालयको कथाले हामी सबैलाई सधैँ सम्झाइरहोस्। मोहमा कर्तव्य नबिर्सौँ, गल्ती भएपछि अहङ्कार नगरौँ, पश्चाताप गरौँ, सुधार गरौँ र भगवानको शरणमा फर्कौँ। योगिनी एकादशीको हार्दिक मङ्गलमय शुभकामना। भगवान श्रीहरि विष्णुको कृपा तपाईँको सम्पूर्ण परिवारमा सधैँ रहिरहोस्। ओम नमो नारायण। ओम नमो भगवते वासुदेवाय। राधे राधे।